Hi guys, welcome back to the new video. So आज चाहिँ हामी फुटबल म्याच हेर्न जाँदैछौँ. आज नेपाल सुपर लिगको चाहिँ फर्स्ट म्याच छ. So काठमाडौँ भर्सेस ललितपुर. म त दुईटैमा म काठमाडौँ बस्छु ललितपुर पढ्छु. कसले सपोर्ट गर्ने? भाइ एक मिनेट ल. भाइ किन जान थालेको थाहा दुर्गेश थापालाई सपोर्ट गर्नलाई. धनगढी हो दुर्गेश थापा त भाइ. त्यही पनि आज दुर्गेश थापाको कन्सर्ट छ नि त, हुन्छ नि त, त्यही भएर चाहिँ त्यसलाई सपोर्ट गर्ने रे. सो लेट्स गो. आइज छिटो, मेरो ब्यागमा खा मार्क्स. लेट्स गो. क्रिकेटको म्याच होइन कि फुटबलको. क्रिकेट फ्यान भएपछि यस्तै हो फुटबल हेर्दा. क्रिकेटलाई सपोर्ट गर्ने हिँड्यो फुटबल हेरेर होइन त. यिनीहरू दुइटाको चाहिँ फर्स्ट टाइम हो दशरथ रङ्गशाला जाने चाहिँ. त्यही बाटो हिँड्छु, दशरथ रङ्गशालाको त्यही बाटो बाहिर होइन. ल जमजम चाल्छ अरे. अब चस्मा नि लगाएर क्या फेरि अझ मेरै चस्मा आइज. मेरै चस्मा लगाएर हिँडिरहनु हो. घामको साइनिङ राम्रो भइरहेको यहाँ. चस्मा लगाएर मेरो म भाइलाई मात्रै भनिरहेको होइन जर्सी, तर मेरो पनि जर्सी छ गाइजहरू यहाँ होइन. अहिले चाहिँ अहिले देखाएको छैन, जाँदाखेरि फेरि आरसिबीको जर्सी छ नि त, त्यही भएर होइन. तर स्टेडियम होइन त्यहाँ स्टेडियममा गएर त फुटबलवाला जर्सी दियो भने त लगाइदिइहाल्छु नि. म जुन टिमले दिन्छ त्यसैको सपोर्ट गर्छु होइन. तर अहिले चाहिँ मसँग जुन जर्सी छ त्यही लगाएर जानु पऱ्यो नि त. नेपाल क्रिकेटवाला पनि थियो, तर क्रिकेटवाला फेरि किन लाउनु भनेर अहिले चाहिँ क्रिकेटको नेपालको चलिरहेन नि त. नेपालको पिएमको पो आज सकिसक्यो, त्यही भएर आइपिएल चलिरह्यो. सो आइपिएल आरसिबी सपोर्टर. गाइज हामी चाहिँ दशरथ रङ्गशालामा आइपुग्यौँ. नेपाल सुपर लिग छ. आज काठमाडौँ रहेको छ, ललितपुर सिटी अनि त्यही भएर बाहिर त्यही भएर को त्यहाँ देखाउने हो. पछि लाउनु क्या फ्लड लाइट. यस्तै गरी अब ट्युब ग्राउन्डमा पनि जानु पाइयो छैन. यस्तै गरी म भिडियो बनाउँछु फ्लड लाइट ट्युब ग्राउन्डको भन्दै. अगाडि छ बुझ्नुभयो नि. फ्लड लाइट खै कति मिटरको अब पछि नापेर भनौँ न. कहाँ पछाडि घुमाएको त नि यहाँ, नत्र त जहिले अगाडि गेटमा हुन्थ्यो त. यहाँ हाम्रो दुर्गेश थापाको कन्सर्ट छुटिसक्यो, छिटो जाऊँ. सुरुमै त्यही गीत त नगाउला, लास्टमा गाउला होइन. अहिले धेरै मान्छे आएपछि बल्ल टिकट काउन्टर चाहिँ जहिले धेरै हिँड्नु पर्यो हुन्छ हामीले टिकट लिनलाई. अनलाइन टिकट काटेर सजिलो होला भने. कस्तो राम्रो घाम देखियो हेर. कताबाट हो फर्स्ट टिकट? कहिले आउनु टिकट हो ल. नेपाल सुपर लिग यस्तो यस्तो बुमऱ्याङ बनाउनु पक. अहिले भित्र गएर त च्याट गाइज. कता बस्ने? ओ त्यता त्यहीँ हो. कोही मान्छे छैन नि त, के हो यस्तो खाली. हेर एक मिनट ल, सेल्फी हालौँ न एउटा. मास्क भएन. गर्मी भयो, घाम चाहिँ यहाँ छ होइन होइन. ओके प्रियङ्का काली आउँदैछ अब चाहिँ के गर्छिरहेको? अरे डान्स गर्नु अनि के गर्ने र. ए हट भएर नाच्ने होला नि त. खै हामी हेरेको हेऱ्यो अनि होइन. दुर्गेशले गाउने त नाच्ने हो क्या. त्यही भने त्यो गीत गाइसक्यो, कहाँ छैन त्यो त. अहिले गाउला नि त. यो गीत त बन्नै पर्यो.
गाइजहरु डिस्कस गरेर राखन हैन जित्नु पर्छ भन्दै यस्तै हामी यस्तै हो हैन लोयालिटी यतिसम्म छ कि हैन फुटबल म्याच पनि क्रिकेट र जर्सी लाएर आउँछ ए जर्सी यो काठमाडौँको थियो काठमाडौँको लाउँथ्यौँ के नदेर हो नि टाइम भयो हाफमा चाहिँ काठमाडौँ 0 ललितपुर 2 ओ ललितपुर सिटी काठमाडौँ जल्दी चाहिँ त्यही हो त्यही होइन ओ हामी चाहिँ होइन हो त्यहाँ एक्लै कोही नभएको ठाउँमा गएर बस्नु थाल्यो हामी होइन पछाडि कपाल कपाल अगाडि लैजानु कपाल खै कोली नै देखेन त कहाँ जाने भने रेडमा जाने क्या हामी कति हुन्छ यो ल्याउनु एकान्तमा आरसीबी जर्सी अब फ्लेक्स हान्दै बस्ने गाइजहरु हामी नेपालको क्रिकेट फ्यान पऱ्यो नि त्यही पनि फुटबल पनि फ्यानै हो है रमाइलो हुन्छ तर फुटबल भन्दा चाहिँ क्रिकेट हो सो गाइजहरु हामी चाहिँ यहाँ हैन तीनजना मात्रै छौं बसेर हेरिराखौँ म्याच चाहिँ म्याच कसलाई सपोर्ट अहिलेसम्म फिक्स भएन हामी चाहिँ हेरेको हेरै यता पुरै खाली छ हैन यता पुरै खाली छ हैन यता पनि पुरै खाली छ हामी बीचमा हैन उ त्यो त साइडमा चाहिँ छ नै मान्छेहरु भिआइपी र उ त्यो अपोजिट त्यहाँको भिआइपी को अपोजिट यता छन् यता र यता अगाडि र यता चाहिँ छैन गोल हान्न यार ओ भएन के गाइस कर्नर पाएको छ ल कर्नर गोल हान्छ कि गोल हाने हुन्छ कि जले हाने नि केही मतलब छैन गोल हानो ओ माय गॉड खतरा थियो यार कर्नर पाउँदा नि हाने कर्नरमा हाने पेनल्टीमा हाने बार है पेनल्टी पाउँदा नि हान्दैन कर्नर त टाढा हामी पेनल्टी पो हो ल के ल ठीक छ कोही पनि एक्टिभ किपरमा चाहिँ मजाले मौका हेलो सुमन गिल वर्सेस हार्दिक पाण्ड्या हैन रोहित शर्मा हो हैन हार्दिक पाण्ड्या हो क्याप्टेन भनिदिनु ए बाइ बाइ गाइस डु यु गाइस लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु होला ल बाइ बाइ टिल द ड्र भयो गाइस केही भएन
चाहिँ खासमा चाहिँ हामीले काठमाडौँलाई यसो हल्का सुरुमा काठमाडौँको टिमसम्म गएर बसेको थियौँ नि त त्यही भएर सपोर्ट चाहिँ काठमाडौँलाई गरिरहेको थियौँ होइन ब्यानर लिएर हिँडेर पछिलाई काम लाग्छ भन्दा होइन केस फाइनलमा गयो भने कहीँ ललितपुर नि कडा रहेछ धन्न कम ब्याक गऱ्यो है बाई बाई भनेको भिडियो फेरि अन गऱ्यौँ ल अब यो चाहिँ लास्ट बाई 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 सी यु नेक्स्ट ब्लग बाई बाई